दाइ हामी मरेको दिन त साउहरू पनि धुरु धुरु हुन्छन् होला नि आफ्नो पैसा सम्झेर। फेरि ऋण काट्नु पर्यो म त। मैले सुनेको समस्याबाटै समस्याको हल पाउन सकिन्छ, जस्तै ऋण काटेर पनि ऋण बुझाउन सकिन्छ। हामीले ऋण काट्न बिर्सेको बाँकी को छ र अझै? त्यो पनि हो। ए छोड्दिउँ, नसोचौँ धेरै। ऋण लाग्यो भने दिन नलाग्यो त भयो। ऋणले नै दिन ल्याइरहेछ हामीलाई। कोही भेट्यो कि पैसा माग्छ कि जस्तो लाग्छ, कोहीले बोलायो कि साउले बोलायो जस्तो लाग्छ। बाटोमा डरै डरै हिँड्नुपर्छ, लाज मर्नु। तपाईँ के खानुहुन्छ र लाज बुझाउनुहुन्छ? मेरो दिमागमा एउटा आइडिया आयो। तर म आज दिनभरि बाटो हिँडौँ, कोही न कोही पैसा भेटिन सक्छ। मैले भने यहाँ नै भेटिन सक्छ भनेर। खैले आउनु त? नक्कली हो यो, यहीले बनाए। हुन्छ नक्कली। अनि सक्कली बाकोले बाटोमा फाल्दै हिँड्छ। यत्रो मान्छे यताउति गर्छन् टिपिहाल्थ्यो नि। कहिले 1000को नोट देखे पो थाहा हुन्छ। जाम। सुन्नु दाइ, तपाईँ यो बाटो खोज्दै जानु, म यताबाट जान्छु, पर भेटौँला है। नक्कली नै भए पनि ल्याएको भए कसैलाई झुक्याउन त सकिन्छ नि। कहाँनिर फालेर चाहिँ त मैले? उता जाने अन्टीले भेटाए जस्तो छ। आन्टी उतानेर पैसा भेटाउनु भयो र? भेटायाम नानी। त्यो पैसा त हाम्रो पो आन्टी। उता जानेवाला खस्याएर छ, खोज्दै आएर भेटाएँ। यो रङ्गला पैसा त मेरो हो नानी। हाम्रो पनि पैसा हराएको छ, यो पैसा मलाई दिनु, त्यो पैसा खोजेर लैजानु तपाईँ। हुन्न नानी त्यस्तो त, तिमी खोज जाऊ आफै। उसो भए एउटा सानो सहयोग गर्नु न। कस्तो सहयोग हो? हाम्रो 5 लाख रुपियाँ ऋण छ, तिर्दिनु न है।